साँझ बिहान इटाभट्टामा काम गर्ने गोमा श्रेष्ठले एसइईमा ल्याइन् 4 जिपिए। घरमा मेरो मम्मी बाबाले चाहिँ अब मलाई पढ्नु भनेपछि चाहिँ रोक्नु भएन। घरमा काम पनि हुन्छ नि त, यस्तो असारतिर काम हुँदाखेरि पनि म चाहिँ कहिले पनि त्यस्तो भएन। मलाई मम्मी बाबाले चाहिँ पढ्नु पढ्नु भन्नुभयो। अनि म चाहिँ त्यस्तो खेतबारीमा पनि गएन 10 क्लासभरि चाहिँ। अनि मम्मी बाबाले पनि हेल्प गर्नुभयो, बहिनीहरूले पनि आफूले पढ्नुपर्छ भनेर इन्सपायर दियो। सर म्यामहरूले पनि त्यस्तै भन्नुभयो। चाहिँ उता रामेछाप जिल्लामा छ। उता दर्शकबिन भक्तपुरको चागुनारायण नगरपालिका 8 सुडाल स्थित एक इटाभट्टामा साँझ बिहान काम गर्दै आएकी गोमा श्रेष्ठले हालै भएको एसइईको परीक्षामा 4 जिपिए ल्याएर उत्तीर्ण हुन सफल भएकी छन्। सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि 4 जिपिए हासिल गरेकी उनी भक्तपुरका 30 सर्वोत्कृष्ट विद्यार्थीहरूमध्ये एक बन्न सफल भएकी छन्। साथै उनी चागुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी हुन्। गोमाको थाकथलो रामेछाप खानियापानी हो। उनी 4 वर्षको उमेरमा अभिभावकसँग खानियापानीबाट भक्तपुर आएकी थिइन्। पारिवारिक आर्थिक अवस्था कमजोर तथा छोरी गोमाको पढाइप्रति रुचिका कारण खानियापानी छोडेर भक्तपुर आउन परेको गोमाको बुवाले बताएका छन्।